कुनै हरर मुभीको सिनभन्दा कम खतरनाक नदेखिने यो ठाउँ कुन होला पत्ता लगाउनुहोस् त। यदि तपाईँहरूले सक्नु भएन भने पनि चिन्ता नगर्नुहोस्, म तपाईँहरूलाई घुमाउँछु आज यो ठाउँ। लु जाउँ है त। सबैभन्दा पहिले त उक्त ठाउँसम्म पुग्नको लागि म आफ्नै कार्यालयबाट अनामनगरबाट हिँडेको छु सिंहदरबारतर्फको लागि। यो सिंहदरबारको दक्षिणी गेट हो। म सिंहदरबार किन जाँदैछु भन्ने कुरा अब केही समयमा भन्छु। र यति बेला यो सिंहदरबारभित्र पुगिसकेको छु। म यहाँ सिंहदरबारबाट हामी एकजना स्पेसल मान्छेसँग हिँड्दैछौँ। उहाँ हुनुहुन्छ आशिष गजुरेल, माननीय सांसद, सिन्धुलीबाट जित्नुभएको माननीय सांसद आशिष गजुरेलसँगै हामी बसमा हिँडिरहेका छौँ। उहाँ पूर्वाधार विकास समितिको सभापति हुनुहुन्छ र उहाँसँगै हामी अनुगमनको लागि यति बेला नागढुङ्गा सुरुङ मार्गतर्फ लागेका छौँ। हो, अघि हामीले जुन दृश्य देख्यौँ यही नागढुङ्गा सुरुङ मार्गको दृश्य हो। हामी यति बेला यो सुरुङ मार्गभित्र रहेका छौँ। यो सुरुङ मार्गभित्र के छ, कस्तो कस्तो छ भन्ने कुरा हामीले अनुगमन गरेका छौँ भने यहाँबाट जुन यो टनल देखिरहनु भएको छ, जुन अघि मैले सुरुमा कुरा गरेको थिएँ, यो टनल भने आपतकालीन एक्जिट टनल हो। यहाँबाट केही आइपरेको अवस्थामा विपद हुन्छ नि, प्राकृतिक प्रकोपहरू आइपरेको अवस्थामा हामी यहाँबाट इमर्जेन्सी एक्जिटको लागि बनाइएको टनल हो भने यति बेला हामी उक्त बसमै यो टनल घुमिरहेका छौँ। यो जुन सुरुङ मार्ग बनाइएको छ नागढुङ्गाको वारपार गर्ने सिस्ने खोलादेखि थानकोट निस्किने टनल मार्गको हामीले अवलोकन गरिसकेका छौँ। हामीले माननीय सांसद आशिष गजुरेलसँगै हामीले यो टनलको वारपार अनुगमन गरेर हामी आफ्नै कार्यालयतर्फ फेरि फर्केका छौँ। बाई बाई।